नमस्कार, म हुँ दया। अहिले तपाईँ हेरिराख्नुभएको छ दीप ज्वाला राष्ट्र दैनिक पत्रिका च्यानलबाट हो। अब तपाईँहरू आजभोलि जनता यहाँको नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 9 का वडावासी किन परेशान छन् त भने तपाईँलाई अहिले ताजा खबर र स्थलगतको म समाचार तपाईँहरूलाई म जानकारी गराउँदैछु। म जानकारी गराउँछु र देखाउँछु भूमिगत। ल हेर्नुहोस्, म अहिले केही व्यक्तिहरूसँग वडावासीका केही व्यक्तिहरूसँग म केही जानकारी लिन्छु। जानकारी लिएपछि तपाईँहरूलाई पनि थाहा हुन्छ कि यहाँका जनता किन पीडित छन्। अहिलेसम्म वर्षौँदेखि दुःख भोग्दै आइराखेका छन्। त्यसले गर्दाखेरि तपाईँहरूको माझमा म केही समाचार छोड्न चाहन्छु। ल हेर्नुहोस् त, म केही सोधौँ है। नमस्कार। नमस्कार। तपाईँको परिचय दिए पाउँ न। अभी वार्ड नंबर 9 शकील अहमद शेख बासी हूँ। तपाईँको यहाँ एरियामा चाहिँ के चिजको समस्या छ त? अरे हाम्रो एडीबीले चाहिँ नाला बनाएर आधा छोड़ दिएछ। अब यो पानी हम लोग खेतमा जान्छ अनि गन्दगी फोहोर हुन्छ अनि नाला भनेको यही हो, एडीबी को नाला हो। अनि अगाडि चाहिँ उता करबला पछाडि चिहान छ। अनि यहाँ बजारको सबै चाहिँ फोहोर ल्याएर यही फाल्छन्। फोहोर भनेको तपाईँको यहाँ यसो देखाउँ है, यो फोहोर हो है कि। ल तपाईँहरू हेर्नुहोस्, स्वच्छ समाज बनाउनको लागि दर्शक हामी चाहिँ मिडिया मार्फत पनि हामी चाहिँ सचेत गराइराखेका छौँ होइन। नागरिक र वडावासी सबैलाई चाहिँ सचेत गराइराखेका छौँ। तर यहाँ चाहिँ फोहोर यसरी विस्थापन गरिदिने ल्याएर अब कहाँबाट यहाँका यो आयो फोहोर कहाँबाट आयो होला त? यो बजारबाट ल्याएर फ्याल्छ। सब्जी मन्डी र त्यो मुर्गी काट्ने कुखुरा काट्ने होइन। यो कुखुरा सुखुरा काटेको छ, सब देखाएको छ। कुखुराको प्वाङ स्वाङ जम्मै देखाएको छ होइन। राति रिक्सामा अनि मोटरसाइकलमा ल्याएर अनि तपाईँलाई त यसमा यो बन्द होस् र यहाँ चाहिँ के चिजको तपाईँलाई समस्या, अरू केही समस्या छ त केही? अब यो गन्दगी हो, नालाको पानी बजारको धेरै आएर त खेतमा सब पुरो जान्छ। अनि अगाडि करबला छ, अब गन्दगीले बहुत समस्या छ। करबला यहाँ चाहिँ करबला भन्दाखेरि तपाईँहरूको ताजिया स्याजिया मोहरमको होइन सेलाउने होइन। यहाँ चाहिँ फोहोर भएपछि त्यो त धर्मस्थल हो, त्यो पनि होइन। त्यो धर्मस्थलमा चाहिँ ताजिया उजिया सेलाउनु पऱ्यो भने अप्ठ्यारो हुन्छ, फोहोर हुन्छ होइन। ल अरू केही समस्या छ तपाईँहरूको यहाँ? यो नाला बनाउनु एउटा हाई मासिया लगाउनु पर्यो। यो कहीँ गाउँको बाहिर हो, यहाँ राति पनि मान्छे आउँछन्, डर लाग्दो ठाउँ हो। अनि त्यो चोर पनि आउँछ राति आएर बस्छन्, बस्छन्। अच्छा, यो उहाँको भनाइ के छ भने यो एरियामा अँध्यारो छ, उज्यालो नभएर यहाँ चाहिँ नसेडी र अवैध किसिमका गतिविधि गर्नेवाला पनि यहाँ बस्ने गर्छन्। र रातिको बेलामा कोही आवत जावत गर्ने मान्छे छ भने त्यसको पैसा पनि खोस दिने र उनलाई दुःख दिने, कुटपिट गरिदिने जस्ता पनि क्रियाकलाप हुँदै आइरहेछ वर्षौँदेखि। र यसमा चाहिँ यो नाला एडीबीले यहाँसम्म बनाएर यो हेर्नुहोस् त, एडीबीले चाहिँ यहाँसम्म बनाएर छोडिदियो। छोडेपछि यतापट्टि तपाईँको यो हेर्नुहोस्, यो नाला चाहिँ त्यहाँ ऊ थियो, पुल छ। त्यो पुलको अलि यतापट्टिसम्म छोडिदिएछ, बनाउन छोडिदियो। बनाउन छोडिदिएपछि अब चाहिँ यहाँको चाहिँ पानी चाहिँ जमेर यहाँ करबला छ, धर्मस्थल छ। यहाँ चाहिँ ताजिया चाहिँ हाम्रा मुस्लिम दाजुभाइहरूले चाहिँ के गर्नुहुन्छ भने यहाँ चाहिँ आफ्नो मोहरमका दिनमा वर्षमा एकपटक हुन्छ, त्यसमा चाहिँ ताजिया सेलाउने गर्नुहुन्छ। र ताजिया सेलाउँदाखेरि चाहिँ फोहोरले गर्दाखेरि एकदम अशुद्ध बनाइराखेको छ। यो अशुद्धतालाई एकदम निर्मल पार्नको लागि, एकदम शुद्ध गर्नको लागि चाहिँ सरकारसम्म चाहिँ उहाँ वडावासीहरूको चाहिँ अनुरोध छ कि यसलाई चाहिँ यो ठाउँमा चाहिँ एउटा हाई मार्क्स लगाइदियो भने यहाँ चाहिँ चोर पैठारी गर्ने, यताउता गर्ने र बस्ने नसेडीहरू चाहिँ उहाँहरू बस्न पाउनुहुन्न। र हाम्रो आवत जावत गर्ने टाइम बिटाइम चाहिँ आवत जावत गर्ने गाउँका मान्छेहरूलाई पनि सुरक्षित हुन्छ र यहाँ पनि सुरक्षा हुन्छ। र नाला निर्माण कम्तीमा हजुरको यो नाला कम्तीमा 200 मिटर छ यहाँदेखि।
200 मिटर नाला दुवैतर्फको निर्माण यदि भइगयो भने यहाँको जनता र यहाँको वडावासीलाई चाहिँ सुरक्षा हुन्छ र हाम्रो यो कर्बला जुन उहाँहरूले भन्नुभयो नि त्यो कर्बलामा पनि फोहोर जान पाउँदैन र त्यो धर्मस्थल ठाउँ हो। धर्मस्थल त शुद्ध हुनु पर्यो। कर्बला भनेको त एकदम राम्रो ठाउँ हो होइन। त्यसलाई चाहिँ अहिलेसम्म सरकारले हेलचक्राइ गर्दै आएको थियो होइन, वास्ता गरेन पटक पटक। तपाईँहरूलाई पहिला पनि भन्नुभयो, तपाईँहरूले यसभन्दा पहिला कसैलाई भन्नुभयो यस बारेमा? अरे वडामा भनिसकेछु के वास्ता गरेन। नगरपालिकालाई मेयर साहबले पुरा लाएर हेराइदिएछु, मेयर साहबले पनि के वास्ता गर्नु भएन के। ए दिन पनि आयो 2-3 चोटि ऊ पनि देख्यो के गरेन ल, वास्तै गरेन। हाम्रो दिन त झन् खतम मान्छे यो अहिलेको जति नेता छन् सबै लुटफाट मात्रै मचाउने भयो। काम थोरै गर्छन् यिनीहरू, खालि भोकाल बनाएर घुम्छन् बजारमा। तपाईँहरूको सुनवाई भएन? पटक पटक तपाईँहरू जानुभयो, उहाँहरू नगरपालिका जानुभयो, नगरपालिकाबाट हाम्रो नेपालको उपमहानगरपालिका वार्ड नम्बर 9 का वडा अध्यक्षलाई र उहाँका अरू जनप्रतिनिधिहरूलाई पनि धेरै पटक चाहिँ अनुरोध गर्दाखेरि पनि उहाँहरूले त्यति केयर गर्नु भइदिएन। उहाँ चाहिँ वास्तै गरिदिनु भएन उहाँहरूको होइन। त्यसले गर्दा उहाँहरू साह्रै पीडित हुनुहुन्छ उहाँहरू। अब यहाँहरूको यहाँ जति नेपालगञ्जको फोहोर आउँछ, तरकारी मुर्गावाला हो, सब लाएर यहाँ फाल्छन्। अँधेरो पाएर यहाँ फालिदिन्छन्। कब्रस्तान छ, कर्बला छ, सबै गन्दगीमा सब राखेको छ हामीहरू। यहाँ चाहिँ अरू पनि गतिविधि नेताहरू त केही देखिन्न कि यहाँ। अरू पनि गतिविधि नराम्रै गतिविधि हुँदो रहेछ भन्ने सुन्नमा आएको छ कि कस्तो हुन्छ? अरू केही छ समस्या? समस्या धेरै छन्। नसडीहरू बस्छन् यहाँ। रात बिरात मान्छेहरू आउट जाउट गर्दाखेरि लुटपाट भएको छ यस्तो भइरहेछन्। हो, यस्तालाई चाहिँ रोक्नको लागि गतिविधि यो चाहिँ अवैध गतिविधि भइरहेको छ। यसमा चाहिँ आउट जाउट गर्ने रात बिरात मान्छेहरू, गाउँका मान्छेहरू, सोझा साझा मान्छेहरू कहीँ बजार गएका छन्, कोही उपचार गराउन गएका छन्, कोही उपचार गराउन हस्पिटलमा। अब रात बिरात त्यो मान्छेहरू हस्पिटल जाउन् भने कसरी जाने? डर त्रास हुन्छ, पैसा पनि खोजिदिन्छन् यहाँ। त्यसले गर्दाखेरि त्रास छ। अब उहाँहरू चाहिँ यही अनुरोध गर्नुभएको छ, पटक पटक अनुरोध गर्दै आइराख्नु भएको छ कि मतलब अब बाध्य भएर चाहिँ मिडियाको सहारा लिनुभएको छ उहाँहरू कि तपाईँहरू पनि हाम्रो सहयोग गर्नु भएन भने हामी कहाँ जाने त? नेपाल सरकारका हाम्रो जनप्रतिनिधि आउनुभएका छ होइन, उहाँ निर्वाचित भएर उहाँलाई चाहिँ हामीले भन्यौँ, अनुरोध गऱ्यौँ, तर उहाँले त्यति केयर गरिदिनु भएन, हाम्रो समस्या समाधान भएन। त्यसले गर्दाखेरि म तपाईँहरूलाई बोलाउँछु भनेर मलाई चाहिँ हाम्रो दीपज्वाला राष्ट्र दैनिक पत्रिकालाई हामीले यो च्यानल मार्फत चाहिँ हामीले समाचार प्रसारण उहाँहरूको गरिदिनुपर्छ भनेर उहाँले चाहिँ भन्नुभयो। त्यसले गर्दाखेरि म पनि आएको छु, उहाँको समस्या केही समाधान होस् यही च्यानल मार्फत, यही दीपज्वाला राष्ट्र दैनिकको पत्रिकाको च्यानल मार्फत यहाँहरूको समस्या समाधान होस् भनिकन म यो सरकारसम्म जाओस्। र कृपया तपाईँहरू पनि यसलाई चाहिँ यति लाइक र सेयर यति कमेन्ट गरिदिनुहोस् कि यो सरकारसम्म जाओस्। अहिले नयाँ सरकार हाम्रो बालन सरकारको अहिले आएको छ, घन्टी सरकार, राष्ट्र शोषण पार्टीको सरकार आएको छ र यहाँबाट विकास पक्कै हुने हो, यो पुरा नेपालीलाई विश्वास छ। यसले गर्दाखेरि चाहिँ तपाईँहरू पनि सहयोग गरिदिनुहोस्। यसलाई यति फलो गर्नु, यति सब्सक्राइब गर्नु, यति सेयर गरिदिनुहोस् कि यो समस्या समाधान भइजाओस्। यहाँ समस्या समाधान नभएर यहाँहरूको जनताहरू धेरै पीडित छन्। अरू केही भन्नु छ भने म सोधौँला। अरू केही छ? ल म यति नै हो। यो स्थान त तपाईँहरू त्यो रोड्नुभएको छ होइन? कुन ठाउँमा हाई मास लगाउन उचित होला? वार्ड नम्बर 9 को कुन स्थानमा? अरू ठाउँमा त लागेको छ। अब हाम्रो 4वटा चाहिँ हाई मास आएको थियो, 4वटाले हाम्रो वडा अध्यक्षले चाहिँ वार्ड नम्बर उतै एउटै ठाउँमा लगाइदियो। एउटै ठाउँमा, एउटा पनि यो टोलमा दिएन। त्यो अन्याय भयो। वडा अध्यक्षले अहिले वार्ड नम्बर 9 का वडा अध्यक्ष हाम्रा जनप्रतिनिधि उहाँहरू पनि भोट दिएर जिताउनु भएकै हो। उहाँहरूलाई उहाँबाट पनि मत पाएर नै विजय हुनुभएको हो होइन। उहाँले चाहिँ त्यति केयर गरिदिनु भएन। हाई मास 4वटा आएको थियो कहिले वार्ड नम्बर 9 का लागि। र उहाँले के भन्नुभयो भने अहिले हाम्रो साथीले जवाब दिनुभयो कि हाम्रो च्यानल मार्फत केही भन्नुभयो कि जानकारी दिनुभयो कि 4वटा
हाई मास जुन थियो आफूले रोजेको ठाउँमा र एकै ठाउँमा नजिकै नै हालिदिएर यहाँ चाहिँ अनुरोध गर्दा पटक अनुरोध गर्दाखेरि पनि उहाँले त्यति केयर गर्नु भएन। त्यसले गर्दाखेरि अब चाहिँ पुनः म मिडिया मार्फत तपाईँले गरिदिनु भएन भने प्रसारणमा अन्य मिडियाहरूलाई बोलाएर पनि यो कार्य गराउँछु, जसरी पनि सरकारसम्म पुर्याउँछु भनेर उहाँहरूले चाहिँ भनिराख्नुभएको छ र जानकारी पनि दिनुभएको छ। त्यसले गर्दाखेरि म यही च्यानल मार्फत जानकारी दिन चाहन्छु, सरकारसम्म पुगोस्। तपाईँले पनि सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस् र लाइक गरिकन सब्सक्राइब गरिकन पुर्याइदिनुहोस् ताकि यो सब यहाँको समस्या समाधान होस्। यहाँका यतापट्टि तपाईँको यो महापुरुवा गाउँ हो, हेर्नुहोस् यो महापुरुवा टोल, यो यतापट्टि हाम्रो बाबु गाउँ छ र यहाँहरू चाहिँ हाम्रो नेपालका डुम्मा नगरपालिका वार्ड नम्बर 9 बिरली पुरुवाका हाम्रा साथीहरू हुनुहुन्छ यहाँहरू। त्यसले गर्दाखेरि अब उहाँहरू साह्रै पीडित हुनुहुन्छ। उहाँहरूले लाइक यति सुझाव दिनुभयो, यति भन्नुभयो, जानकारी दिनुभयो, धेरै खुसी लाग्यो। यहाँको जानकारी चाहिँ हामी चाहिँ यही च्यानल मार्फत पुर्याउने गरिराखेका छौँ। ल बाँकी जे हुन्छ पछि अरू अन्य समाचार दिँदै गरौँला। नमस्कार।